आसाममा या भारतभरि गोर्खा जति छन् उहाँलाई पनि चिन्नु पर्यो। यो होइन चाहिँ म मात्रै भिडियो बनाउँछु मलाई मात्रै चिन्नु पर्यो भन्नु, सबैलाई चिन्नु पर्यो। हाम्रा गोर्खाली जातिलाई, जाति भाइ आमा दिदी बहिनी सबैलाई। त्यही भएर म हिन्दीमा ब्लग सुट गर्छु आज तपाईँहरूलाई भन्दै, किनकि हिन्दीमा बनाउँदाखेरि सबैजनाले बुझ्नुहुन्छ होइन। अहिलेको दिनमा हिन्दी नबुझ्ने कुरो छैन। हामी इन्डियन हौँ, भारतीय हौँ, हाम्रो यहाँ हिन्दी भाषा हुनुपर्थ्यो, तर हामी गोर्खा भाषा बोल्छौँ। आसाममा बसोबास गरेका छौँ, आसामिज बोल्छौँ। हाम्रो जुनु भाषा छ, हाम्रो भाषाको कुनै मूल्यवान छैन। हामी सबै भाषा बोल्न सक्छौँ र आफ्नो मर्जी हुन्छ ब्लग बनाउन या भिडियो बनाउन हो कि होइन। र आज हजुरहरूलाई मैले भन्दै यहाँ आएर मलाई भिडियो बनाउनुको कारण यही मात्र उद्देश्य छ कि सबैले मलाई कमेन्ट गरेर भन्नुहुन्छ तपाईँ नेपालीमा ब्लग बनाउनु, तपाईँको ब्लग बहुत राम्रो लाग्छ, तपाईँको ब्लग हेरेर भनेर भन्नुहुन्छ। यो कुरो मलाई थाहा छ, तर हामी गोर्खा हौँ नि, हामी भारतमा बस्ने गोर्खा हौँ नि, हामीलाई सबैले चिनुन्। भारतमा यति गोर्खा बसेका छन् या बसोबास गर्छन् भनेर हाम्रो नाम अरू माथिसम्म जाओस् भनेर म एउटा गोर्खा चेलो भएर म आफ्नो भाषामा ब्लग बनाउन छोडेर म हिन्दीमा बनाउने कारण एउटै उद्देश्य छ कि हाम्रो गोर्खा भारतमा जति बसोबास गर्ने गोर्खाहरू हुनुहुन्छ उहाँहरूलाई चिन्नु पर्यो यो ब्लगको माध्यमबाट। त्यही कारणले मैले आज हिन्दीमा ब्लग सुट गर्न थालेको 2-2.5 साल भइसक्यो र पनि मलाई हर भिडियोमा कमेन्ट आउँछ तपाईँ नेपालीमा सुट गर्नु या आफ्नो गोर्खाली भाषामा सुट गर्नु ब्लग भनेर। होइन, म गोर्खा हो नि, तपाईहरुलाई नै चिनाउनको लागि नै मैले हिन्दीमा बनाएको हो। यो तपाईहरुले बुझ्नु होला, किनकि आउँदो दिनमा म जति भाइरल भए या कहीँ म त्यस्तो भयो भनेदेखि हाम्रा गोर्खाको नाम यो छोराले या यो कृष्णले राख्ने होला छ। हामीलाई दुनियाँले चिनुन्, यो वर्ल्डले चिनुन् कि गोर्खा भारतमा पनि रहछन्, यति राम्रा रहछन्, यस्ता यस्ता राम्रा गोर्खा मान्छेहरूलाई पनि देख्न पाइयो या ब्लगको मेरो भिडियोको माध्यमले पनि हेर्न पाइयो भनेर भन्छन्। र कतिपय कुराहरू म बहुत सोचेर म काम गर्छु। हजुरहरूको माया ममता छ र हो कि होइन, र म हिन्दीमै बनाउँछु।